Hello guys, welcome to my vlog. Guys, आज चाहिँ हामी मेला हिँड्दैछौँ। मेला गएर आज बन्द भयो कि होइन त्यो त थाहा भएन। आज तिनीहरूले मेला खा भन्थ्यो के अरे यस्तो त बाटो हो। रुक्न म त चिनेको पनि छैन। गाइस यहाँ बास यस्तो हो, यस्तै हो बाटो। अरू केही भ्याइयो अनि के गर्ने हामी मात्रै हिँड्यौँ। मेलामा त कोही छैन होला गाइस। अब एकैचोटि मेलामा गएर उसले पुग्यो, मेला पनि पुग्यो। कहाँ राख्ने भयो साइकल राख, ए राख त। चाबी त मेरो साइकलको चाबी लगाइदिए। त्यहाँ भान्डिन्छ नि गाइस। यसलाई यसको गन चलाउनु ढङ्गै छैन। आइज बे छिटो। अझै तल गर्दा अझै ल भयो। अब उडा ढङ्गै छैन यसको चलाउने गाइस। आज मेला लाग्छ कि लाग्दैन त्यो त थाहा छैन। मेरो साथी छ नि त्यो हरायो नि फेरि गाइस। फाइनली मेला पनि पुग्यो। आज त मान्छे आएन राम्रो। त्यहाँ उचाल्नु पर्छ के सलाई छिटो आउन। मेला नि पुग्यो, केही छैन बे, मेलै फेरि होला बे। अब रहेछन् अलिअलि त छन् के अरे। अब हामी मात्रै हो यति भनेको त के गरी। त्यसले त पुरै भ्याउनी हो क्या। ल तँ बाइक कहाँ पड्काउनै मिल्दैन त। खेलाउनको त मेलाको यहाँ चाडपाल हेर्नुहोस्, सबै बन्द भयो। छिटो आउन कताले हेरेँ गाइस। पुरै केही चलेकै छैन। अहिले पानी थियो, अहिले पुरै के अरे मेलाको हालत हेर्न सक्नुहुन्छ। यस्तो त मेला यस्तो पानी छ। बोलेको बुद्धि मेला भ्याइयो आज भ्याइयो नि खै त एउटा केही घुमेकै छैन। के खेलियो बे, केही खेल्दै छैन। अहिले त केही नि छैन, न गेम हो न केही हो। अब बोरा भेट्टा बोरा लिएर हिँड्ने मात्रै हो, केही छैन।
टेम्पोलिङ मात्रै खेले हन् बे टेम्पोलिङ मात्रै उसिनेको लागि ढुवा पनि उसिनको लागि ढुवा पनि हेर्नु केही छैन यी टेम्पोलिङ मात्रै खेले हन् प्याटो हान्ने भएको छ टेम्पोलिङ नि के खेलियो हरेक माल 100 रुपियाँ हरेक माल ल त गाइस अहिले भेटौँ गाइस त